ल है साथीहो, अब चाहिँ गाउँको छोटो बसाइ साह्रै मिठो, साह्रै रमाइलो बसाइ भएको थियो। यहाँ कोदो सोदो रोपेर अब खेतीपातीको कामसाम क्लियर बनायो। अब घरबाट अब फर्किने समय भयो। अब मेरो लागि विदेशी भूमिका सय तल अग्लो बिल्डिङहरू भन्दा मेरो लागि चाहिँ यही एउटा झुपडी नै प्यारो। विदेशी भूमिमा के अरे खाटमा 1 फुट मोटो म्याट्रेस लगाएको ओछ्यान भन्दा मलाई यही भुइँको यो माटोमै सुत्नै प्यारो। विदेशी भूमिमा टाइल लगाएको वासरुमहरू भन्दा हाम्रो गाउँघरको भाटाले बारेको टोयलेट वासरुम नै मेरो लागि प्यारो। विदेशी भूमिमा चाहिँ आर्टिफिसियल प्लान्ट लगाएर सजावट बनाएको भन्दा मेरो लागि यो झार जङ्गलै प्यारो। आफ्नो ठाउँ, आफ्नो जन्मेको देश, आफ्नो जन्मभूमि, आफ्नो जन्मेको गाउँ मेरो लागि विश्वको जस्तो सुकै महलहरू भन्दा पनि मेरो लागि चाहिँ यही गाउँघर, यही वन जङ्गल, यही ढुङ्गा माटो नै प्यारो।